बिजोक अवस्था छ त यार। सो फेरि पनि वेलकम छ यो भिडियो मैले आज अब फेरि यो भिडियो बनाउँदैछु। सो लेट्स चाहिँ अब आज चाहिँ घाँस काट्न आएको छु। यहाँ हामीले घाँस छरेका छौँ यो भागमा यो छरेको घाँस काट्नेवाला छु आज। सो लेट्स चाहिँ है त। अनि त्यहाँ एउटा चाहिँ मैले ऊ देखेको छु कि चराको गुड छ। अब त्यसमा के छ चराको गुडमा के भयो अन्डा अघिल्लोपल्ट अस्ति आउँदाखेरि चाहिँ चराको अन्डा यहाँ खसेको थियो। सो हेरौँ यहाँ के छ। हे बा चराको गुड त यहाँ ओहो बिजोक अवस्था छ त यार। ए राम केही पनि छैन त। यो पातमा थियो होइन यहाँ यस्तै 3-4वटा हाँगामा लगाएर राखेको थियो बिचरा। अस्ति नै आउँदाखेरि चाहिँ यहाँ 3टा अन्डा थियो त्यो गुडमा, 2टा चाहिँ भुइँमा खसेको थियो। ऊ यहाँ र त्यहाँ कता कता खसेको थियो। अनि मैले चाहिँ त्यो टिपेर त्यहाँ राख्दै थिएँ होइन। तर आज चाहिँ के भएछ बिचरा केले खाइदियो होला। पक्कै पनि कौवा सौवा कुनै चरा अरू चराले खाइदिएको हुनसक्छ। वाटेभर जेसुकै होस् न अब हामी घाँस काट्छौँ। घाँसको मुठा सुट्टा बाँधेर लिएर गइन्छ। त्यो घाँस चाहिँ खासै धेरै काट्नु पर्दैन किनकि मेडीमा काटेको घाँस बिहान अलरेडी छ होइन हाम्रो। सो अब यो भाग यति काटौँ यतिले कति पुग्छ। अनि त्यसपछि फेरि हामी त्यहाँ अब आज त 28 गते होइन। आज 28 गते हामी अब भदौको 1 गते त हाम्रो नागपञ्चमी छ। अनि त्यति बेला चाहिँ हामीले त्यो नागको पूजा गर्ने ठाउँ चाहिँ ऊ त्यहाँ छ त्यो बेलौटीको बुट्टा मुनि। हो त्यहाँ चाहिँ सफा गर्नुपर्छ होइन किनकि 1 गते नागपञ्चमी छ। सो त्यति बेला पनि अब यहाँ पूजा गर्न आउँछौँ। अनि अब त्यसको त्यहाँको अवस्था के छ त्यो पनि बुझौँ। अनि त्यो बेलौटीको बुट्टामा बेलौटीहरू छन् कि नै त्यो पनि हेरौँला। भए खाम्ला नभए अब लेट्स सी। सो वाटेभर अब यो घाँस काट्न सुरु गरौँ है त। सो यो गाई झन् बल्ल बल्ल यति घाँस हामीले लगभग काटेर भ्याइयो। सो आजलाई चाहिँ यति घाँस काटे पुग्छ। सो आजलाई यति हो होइन। यो गर्मी एकदम बहुत छ कि बहुत छ त्यही भएर आजलाई यति घाँस काटौँ पुग्यो आजलाई। हाम्रो यो पूजा गर्ने ठाउँ चाहिँ यो हो। खासै यहाँ त केही छैन। त्यही अब मूर्तिहरू यताउति मन्दिरहरू हुन्थ्यो के अरे तर यहाँ छैन। जस्ट एउटा शिला छ। ढुङ्गालाई शिला मानेर एउटा के भन्छ त्यो एउटा सङ्केत मतलब एउटा अब यहाँ पूजा गर्ने मन्दिर छ है भनेर चाहिँ एउटा ढुङ्गा राखेर त्यसलाई शिला मानेर हामीले यहाँ पूजा गर्छौँ मेनली चाहिँ। हो 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 ओहो भेटियो 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 बहुत ठुलो भेटियो। ए ए ए ए ए बेलौती भेटियो। यहाँ गर्मी बहुत छ यार होइन। त त्यो बुटलतिर बरु यति गर्मी छैन होला। यता त बस्दा बस्दै पसिना आउने के हुने खाले गर्मी छ। थु थु खानियो छैन खानियो भन्छ छैन। यस्तो भर्खरै चाहिँ बेलौती खाएर झरियो होइन। अनि बेलौती खाएर झर्दाखेरि चाहिँ मैले एउटा अनौठो चिज देखेँ क्या। के चिज के होला भनेर गेस नगरौँ म देखाउँछु। चिज चाहिँ के थियो भन्दा चराको गुड। सो अब यहाँ चराले हेर्न कस्तो मजाले यहाँ गुड लगाएको छ। मैले भर्खर देखिहालेँ कि अब यहाँभित्र के छ अन्डा छ कि के छ देखाउँछु। हेरौँ के छ। ओ माई गॉड यहाँभित्र 3टा अन्डा छ यार। एउटा रहेछ। सो वाट एभर गाइज होइन यो डिस्टर्ब नगरौँ किनकि बिचरा चराको गुड हो उसको पनि जीवन छ। म यहीँ बसिराख्दा चाहिँ ऊ त्यहाँबाट चिरबिर गइरहेको बिचरा त्यो ऊ भँगेराको ऊ रहेछ अन्डा रहेछ। यत्रै थियो यत्रै अन्डा थियो सानो गुड थियो ठ्याक्क भाग्न लाग्थ्यो क्या। सो अब ठ्याक्क म उताबाट आउँदैछ सर र उडेर गयो। अनि के रहेछ भनेर हेरेको त चराको गुड रहेछ कि। सो अब हामी घरतिर लागौँ। त्यो हामीले घाँसको मुठा पनि बाँधेको छैन। सो अब घाँसको मुठा सुठा बाँधौँ अनि घरतिर टाप कसौँ।
गाइज मुछा बनेर रेडी भइसक्यो अनि ठ्याक्कमा बोरामाथि राखेको छु कि बोरामाथि राख्ने भने चाहिँ आँखामा बिजाउन्न त्यही भएर यो बोरामाथि राखेको छु। अब यो मुठा हाम्रो यो रेडी भइसक्यो। अब हामी घरतिर लाग्छौँ। घर गएर अब यसलाई फेरि स्यानो गराएर काटेर फेरि भुस्सासित मोलेर भैँसीलाई राखिदिनु पर्ने छ। सो अब रात पनि पर्न लागिसकेको छ। अब घरतिर लागौँ। सो थ्याङ्क्स फर वाचिङ गाइज। फेरि हामीहरू लामो समयपछि भेट भएको थियो। लास्टसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यस्तै भिडियोहरू चाहिँ कन्टिन्युसली नआए पनि चाहिँ कहिलेकाहीँ टुक्क ढुक्क उक्कल झुक्कल चाहिँ आइरहेको छ। सो थ्याङ्क्स फर वाचिङ। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।